मह खान कहाँ सजिलै पाउँछ त नानी बाबु हो। मेहनत गर्नुपर्छ मेहनत। यसरी मेहनत गर्नुपर्छ मह खानलाई। फेरिमा थोरै आउँछ। किलाको 1000 पर्छ थाहा छैन। हाम्रो गाउँघरतिर यसरी मौराहरू छोपिन्छ अनि घारमा हालिन्छ। घारमा पनि हाल्नको लागि नि पाथामा सार्नु पर्यो पहिला, त्यसपछि घारमा हाल्ने हो। तर मौरा पनि अलिकति रह्यो नि त दाइ। आरामले आइसो आरामले यार चिलन्न। या त ल्या त टोपी ल्या त बाबा। त्यो ल्या न टोपी हाल्नु पर्यो। यहाँ मङ्कललाई चिल्यो भने बर्बाद भयो। ल्या न छोरी। नो बोलो। पानी पाथै छोडा हुँदैन यार। खोइ एम्मा कति क्या तेरे क्या रानो एम्मा छ देख्छ यो मलाई हेर्न आउने लाहा लाहा बिस्तार आछ हजुर घरबाट बस्छ छोरी छुटाइ ठाउँ र बाबु छुटाइ ठाउँ र बोल्दी भन्दा मेरो त काम छुटै के हो रह्यो अब एक छुटाइ पर त्यो उपाउ छ लोडी त्यो बोके लाउनु हो हजुर डर मान्छे नि क्या हो मान त डर त सुन्ने उसाइसी है हजुर आरामले राख्छ आरामले त्यो पिच्चिने हो अब जाने हुन्छ साना बना दे साना साना देखेन मुरे आज बन्द भइदैन आरामले गर्छ आरामले जाँदा मौराहरू त्यसै मौरा म खान पाइन्छ त हैन दाइ मेहनत गर्नु पर्यो नि त्यही मौरा म खान पाइने भए मान्छे कति खाँदा हुन् आज गया 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 हो त्यहीतिर गर्छ जोड़ै काट्छ हैन हात जोड हात काँगेर जोड धाबी चल्या जस्तो होसित हैन रक्सी खाना लिएर तडी बढी भयो अनि उछै नरा त चिल्दैन है मौरा यतिर रह्यो के महागो यहाँ है पालिनु खसी हैन क्या तिहारी चिल्लन तिहारी चिल्लन पाहागो हुँदैन बाउस तिहारी चिल्ल्यो भने भाउजू नर्छ छोरो मान्छेले मात्र काम गर्दैन हाम्रो गाउँघरतिर ल हेर्नु त छोरी मान्छेले कसरी गरेछ चिल्ले डर छैन टोक्ने डर छैन हेर्नु हालले पुरै गैँकी भुइँ मौराहरूले पाथामा सारेछ यस्तो हो गाउँघरतिरको काम भनेको यतिको छोरी मान्छे भएपछि चाहिँ घर सम्हाल्न चाहिँ मजाले सकिन्छ होला सायद त्यसलाई भयो झर्सेला त्यो विचार गर्छ बरु कोही मौराले चिल्या त कम हाइट हुँदा है कोले पाट ताने तुम तो हाम्रो त्यस्तै हो नमाइकी धेरै नै ठिकै छन् अस्ति चाहिँ त्यो अङ्कलका भागेका न पैसा तलाउँदा त्यही त नि त्यो पाथोमै राख्छ भाउजू अब मुयार हाल्नु नै घाँडाउँदै हालाले डर लाग्यो अहिले त मलाई पनि धेरै भयो नि त पाथा वरिपरि बस्यो नि जान त गयो अहिले
बिस्तारै अर्से अब हजुरले जिस्काइहाल्छ त्यहाँ कहाँ ए यहाँ पछाडि म फालिदिन्छु त यो टोक्ने हो कहाँ यहीको पछाडि कहाँ पत्तिर म हौ र टाउकोमा म त उतै नै हो त्यो पाथो आमै राख्छु भाउजू अब मुजा हाल्नु नै घाँडा हुँदै होला रे डर लाग्यो अहिले त मलाई पनि यहाँ धेरै भयो नि त पाथा वरिपरि बस्यो नि जान त गयो अहिले बिस्तारै अर्से अब हजुरले जिस्काइहाल्छ त्यहाँ कहाँ ए यहाँ पछाडि म फालिदिन्छु त यो टोक्ने हो कहाँ यहीको पछाडि कहाँ पत्तिर म हौ र टाउकोमा म त उतै नै हो मैले त मुसलमानहरूको जादु गबर उगालीमा ल्याऊ भन्ने गऱ्यो अनि के भन्नु अरू लायो भन्नु आएको हो अहिले 2-3 दिन लाग्यो केही न केही त छ के त्यसमा छ त्यस्तै मान्छे त होइन नि त क्या छ या ताइनी खाने यार मौरा तिलो नआयो लास्ट गाई हाल्लाउने के हाँस्यो आइसो यहाँ उदो न त अरे सेडा जानु झ्याउ यार को जाँदो खताउँदो यार कहिले आउने भन्नु है म कहिले आउनु भन्दा के भन्छु अब आउनु आयो 2-4 दिन बस्नु होइन क्या बार भयो यहाँ आउँदा जान यहाँ गोरु रह्यो यहाँ पाठा रह्यो पक्नु लाठी काकालाई हाम्रो गाउँघरतिर यस्तै हुन्छ यो के अरे छाप्रामा होइन मौरा उ भन्ने हो यसरी कति खानु मौरा मलाई त डर लागिरह काट्दैन भनेपछि त यो मालिक नि चाहिँ काट्टा होइन मौरा भन्दा अब 1 घन्टा